हाम्रो मेरो पछाडि चाहिँ बादल र हिमालसँगै देखिराख्नु भयो होला होइन। अब यो चाहिँ हाम्रो एक्सपिरियन्सले चाहिँ के भन्छ भन्दाखेरि हिमाली भेगमा चाहिँ अब त्यही 9 बजे वरिपरि पछाडि चाहिँ अलिकति अनसर्टेन नै हुन्छ वेदर होइन। अलिकति राम्रो भ्यू हेर्न मन छ भने चाहिँ 9 बजे अगाडि नै भ्यू पोइन्टतिर पुगेको राम्रो। त्योभन्दा पछाडि चाहिँ अलिकति बढी बादल लाग्ने अनि भने जस्तो भ्यू देख्न नसकिने त्यस्तो हुन्छ होइन। धेरै जसो हाम्रो एक्सपिरियन्स चाहिँ त्यही नै छ। जता गयो भने है नर्थेपिसी भनौँ मर्दी भनौँ होइन, अब आमायाङ्ग्री भैरवकुण्ड त्यो सानो सानो छोटो छोटो डेस्टिनेसनहरू भनौँ होइन, तिनीहरू सबै ठाउँमा इभन लाङटाङमा होइन त्यो ठाउँहरूमा पनि यदि अर्ली मर्निङ चाहिँ भ्यू पोइन्टतिर पुग्यो भने चाहिँ अति दामी भ्यू देखिन्छ। तर त्योभन्दा ढिलो अब 9-10 बजेभन्दा ढिलो पुग्यो भने चाहिँ ग्यारेन्टी हुँदैन यो 4000 मिटरभन्दा माथि चाहिँ होइन। सो भ्यू हेर्न मन छ भने चाहिँ जहिले पनि 9 बजेभन्दा अगाडि पुग्न चाहिँ प्लान त्यसरी गर्नुहोस्। एकदमै दामी देखिरहेको छ आज हामीले यो जुगल हिमाल ट्रेकमा। तर अघि बिहान जतिको राम्रो चाहिँ छैन अहिले, किनभने 9 बजिसक्यो त्यस्तै छ।